हेलो गाइज, हेलो ब्याक टु माई अनदर भ्लग। तपाईँहरूलाई चाहिँ यस भ्लगमा स्वागत छ। फेरि पनि हजुरको माझ चाहिँ हामी अहिले चाहिँ दिब्राबाट डाइरेक्ट आइसकेको छौँ। अहिले चाहिँ हामी भन्नु पर्दाखेरि ससुरालतिर छौँ है त गाइज, ससुरालतिर छौँ। अनि म चाहिँ ससुराल भएको बेलामा समाजमा भएका अरू व्यक्तित्वहरू मेरो अगाडि हुनुहुन्थेन थिएन भने मैले भिडियो बनाउने थिइनँ होला सायद। अहिले चाहिँ मेरो छेउमा छिन् अन्ली बुढी, सो त्यो कारण मैले भिडियो बनाउँदैछु। अनि फाइनली हामीले चाहिँ भोलि घर जानको लागि यहाँ तक टमाटर खेती गरिरहेको छ मेरो बुढीले हैन। यो सब टमाटर खेती चाहिँ मेरो बुढीले गरेको हैन। अहिले चाहिँ केही समय माइत बसेको थियो विविध कारणले। सो गाइज, त्यही भएर यहाँ चाहिँ टमाटर बुढीले लगाएको टमाटर चाहिँ हामीले टिप्दै छौँ भोलि घर लग्नको लागि। अब त्यही हो, मैले पनि सहयोग गर्नुपर्ने हुन्छ हल्का फुल्का। बुढी हो, माया त लागिहाल्छ नि गाइज हैन। हो नि। ल हामी चाहिँ टमाटर टिप्छौँ। कहाँ टिप्ने हो टमाटर? जहाँ जहाँ पाके सबै टिप्ने हो। यो चाहिँ यहाँ टमाटर टिप्दैछौँ। यता हेर त कस्तो टिपिरहेको छ टमाटर। ए है, यहाँ चाहिँ टमाटर चाहिँ निक्किन लागिसक्यो। यहाँ चाहिँ यो चाहिँ यो यस्तो यस्तो भइसक्यो पातहरू। अब यता हल्का फुल्का छ। सो टमाटरहरू टिपेर टक्क हाल्नु पर्ने हुन्छ। अलि यता पनि देखाइदिनु त टमाटर टिपेको हो। टक्क कुनै चाहिँ कोहीको पनि छ त्यस्तरी, कोहीको चाहिँ त्यस्तरी फाल्दो रहेछ यसले चाहिँ। अनि यहाँ मिठो दुईटा पाक्यो टक्क टिप्छ बुढीले। कति आफूले लगाएको मेहनत गरेको यस्तो टिप्नुबाट बहुत मस्त आउँछ होला हैन फिल। यो कोपिन हो कि घोप्टिने मार साले बोल्दै बोल्दिने छि गाली गर्ने थुई आ कति हराइने बौ लाइन जस्तो गाली। मान्छेले के भन्ला गाली बोई पुरा बोलीको बोली गर्ने बुढी टो घोप्टिने जस्तो रहेछ भन्ला मान्छेले गाली। हुन्छ तोरीका गाली बोल्ने अलिकति। अनि टिपिरहेको छ त्यो तोरी पो हातले पो टिप्छ। मुख बन्द तेरो के बन्द हजुर लौका टिप्न जाने त्यहाँ लगाएछ। म पनि टिप्नु पर्ने हुन्छ। यहाँ चाहिँ लौका फले, लौकाहरू पनि टिप्ने अरे, केही छैन यस्तै हो। ल म पनि टमाटर टिप्दैछु गाइज। सो हैन, हामीले चाहिँ हल्का यतिको टमाटर नै हाल्नुपर्छ किनकि घर गएपछि एक हप्ता जति रहन्छ, त्यही भएर है। सेबी पनि छ नि हाल्ने हो यस्तो भए केही हुन्न। दिनम लाग्यो घर गएर के यस्तै लाने र लाउनु। यहाँ चाहिँ टमाटर टिप्न चाहिँ बहुत मजा आउँदैछ। पसिना त्यो भजल पाक्दा झन् देखाएपछि डङ बनिन्थ्यो। त्यो बाहुनै झ्याउ लाग्थ्यो टिप्न। त्यस्तै हो। बुढीको मेहनतको परिश्रमको फल मिठो हुन्छ। खाइदिउँ र? मलाई खाइदिन्छु नि गाई, हेर्नुहोस् है। अबे त काँचै टमाटर होइन काँचो भन्दा होइन, म काँचो टमाटर काँचो चाहिँ खान सकिन्छ। मैले चाहिँ केही भुल्यो भने यसमा औषधि पनि छरेको हुनसक्छ क्या न। त्यही भएर हैन के मस्ती धेरै भयो। त्यही भएर फेरि मैले फेरि औषधि छरेको हुनसक्छ भनेर 1.5 महिना भयो 2 महिना भयो छरे हैन भन्न खाम यार। औषधि छरेको हुनसक्छ केले। कसले खानु भनेको थियो तपाईलाई? भयो न ओके गर्के। माया एउटा सँग हो, बिहे एउटा सँग, यस्तै रहेछ जिन्दगीको भाग्य एउटा सँग। के छ गाइज, यस्तै छ जिन्दगी हैन। कस्तो लाग्छ सोच्दा पनि गाह्रो छ। यस्तै रहेछ भाग्य मेरो। अनि यसको हुलिया चाहिँ हेर्नुस्, यसको पाइन चाहिँ बबाल छ सबभन्दा मन परेको। यसको लुगा हेर्नुस्, यो मान्छेको अवतार हेर्नुस् यस्तो छ। ओहो गाने के भयो त? त्यो चाहिँ हेर्नु छ टक्क टिप्छु म चाहिँ। यो चाहिँ खेती किसान चाहिँ गर्नुपर्छ के टक्क टक्क हैन। कहाँ छ? फाइनल गए 4 टिपिसकेँ मैले चाहिँ। एउटा फेरि यताबाट आउँदैछ। यो चाहिँ यो छुट्टी राख्ने केहीमा यहीमा हालौँ मिलाएर हाल है। ल
माथि भन्छ के बोल्नु भएन है बोल्नै पर्छ र बोल्नै पर्ने हो पर्यो मैले टमाटर लगाउने दुःख गर्ने उहाँ आएर मजाले टिप्ने कति आनन्द बिहा गरेपछि यति ओलीका नजमाउने त हुनै हुन्न हुँदै हुन्न त्यहाँ करेला छ लौका छ घर लाग्ने टमाटर छ बाहिर नहाल्नु न यो हैन यो बेच्न लाग्ने नि टोटल कति क्यारे जति हुन्छ 40 किलो होला र यताउता 40 किलो हैन यहाँ पनि छ चराले खाइदिए कि टमाटर यता कोही फुल खेल्दैछ न कोही हुँदैछ नि टमाटर त्यहाँ पाकेको छ के टमाटर यो टमाटर नाम के हो रे BSS हो कि कुनै के भन्थ्यो नयाँ टमाटर हो यता त्यति किसान गर्ने टमाटर कुन थाहै छैन पूर्णा उन्सरी लगाउँथ्यौँ गर माथि पूर्णा लगाओ उन्सरी लगाओ यो अहिले नयाँ टमाटर हो पूर्णा राम्रैको उन्सरी पूर्णा हो र त्यसो पूर्णा यो चाहिँ हाम्रो गाउँ हो गुरुङ गाउँ अनि सबै चाहिँ के नभन्नै हामीले चाहिँ टमाटर टिपिसक्यौँ अब चाहिँ सेबी टिप्नु पर्ने हुन्छ सेबीहरू चाहिँ यता यता रहेछ होइन हामी चाहिँ यतातिर जाँदैछौँ बोडी लाने हो यतातिर त अब सेबी टिपिन्छ यहाँनिर अब यिनी नबिउ हुन्छ न के हुन्छ अब जोत्ने होला लसुन रोप्ने के अरे टिप्नु है भिडियोमा त नगर्नु सेबी अलि धेरै यहाँ चाहिँ मैले मेरो भाग चाहिँ के छ भनेपछि सेबी टिप्ने चाहिँ मेरो भाग छ म चाहिँ सेबी टक्क टिप्दैछु हेर्नुहोस् होइन आनन्द आउँछ त हो किन हो बुढीले गरेको खेती भएर हो कि टक्क आनन्द तरिका टक्क टिप्दैछु साथीहरू हामीलाई फेरि अलि बजारमा लगेपछि घरतिर लगेपछि किन्न परेन नि त गाउँघरको अर्ग्यानिक होइन सो त्यही भएर यता फुलिरहेको छ यसरी यहाँ चाहिँ तरकारीहरू चाहिँ मस्त फल्छ क्या मेरो ससुरालतिर चाहिँ सो त्यही हो यार के गर्ने गाह्रो छ जिन्दगीको के छ र खबर मलाई यो उसले टिप्न बनेन कि यार एउटै भेटले भिडियो बनाउनु पर्ने भयो हल्का फुल्का म चाहिँ हल्का फुल्का मात्रै गाइस होइन के गर्ने गाह्रो छ यार गीत गाइदे त दर्शक बिनलाई यार हामी काम गर्दै गीत गाउने एउटा यार माया हो पर्व झौँदै झरे है ओराली मै बच्छु सले चौपरी अनि साथीहरू तपाईँहरू चाहिँ यो सोच्नुहुन्छ होला सायद यो केटल चाहिँ अझै टिका रहेछ भनेर यो चाहिँ आज लगाएको टिका हो यो दसैँको दोस्रो दिन लगाएको किनकि अलि इमर्जेन्सी जस्तो टाइपको के हिजो छुट्नुभएका मेरो मित्र अनि मेरो आफन्तीहरूले ससुरालीहरूले लगाइदिनु भएको टिका हो यो चाहिँ है त्यस्तो चाहिँ नसम्झिनु होला यसले मुख ढोको रहन्छ भने नसम्झिनु होला है गाइजहरू हामी चाहिँ यहाँ सामानहरू हालिसक्यो प्याक चाहिँ गरिसक्यो अनि म चाहिँ बाइकमा बसिसकेँ अनि यहाँबाट चाहिँ हामी निस्किन लागिसक्यौँ त्यो घरदेखि उफ्री घर चाहिँ त्यो देखिने घर चाहिँ मेरो ससुराल हो हेर्न सक्नुहुन्छ यता चाहिँ यस्तो छ कोइरोहरू लागिरहेको छ यता चाहिँ लोसार हुने लोसार मिलाउने ठाउँ हो यो चाहिँ गराउनु छ यहाँनिर सो यस्तै छ आइज बस ल अनुसार नानी बस है भाइ यिनी चाहिँ मेरो भरे नै हो नि होइन यो चाहिँ हाम्रो उता भालुवाङबाट आउने रोड हो यता चाहिँ बाग्ला एउटापट्टि चोक छ त्योदेखि माथि चाहिँ मेरो ससुरालतिर गइन्छ होइन अनि त्यहाँबाट फेरि हामी ससुरालबाट झरिसकेपछि हाम्रो भारीहरू चाहिँ यो चाहिँ गाडीमा हालेर ल्याएको सामानहरू सो बुढीले चाहिँ पारि रेस्ट हान्दैछ यसलाई घर जान कस्तो खालको अनुभव भइरहेको भन्छ यो चाहिँ हल्का केही समयपछि घर जान लाग्छ क्या कस्तो कस्तो थाहै छैन
माइन्ड छोडेर आएर नि कस्तो थाहा छैन नलदा कि मसँग बोलेछु भने सोच के कहिले हेरे हेर्ने तँलाई हान्ने जस्तो केटी फाइनली गाइजहरू देख्न सक्नुहुन्छ यो चाहिँ हामी चाहिँ यो भ्यू चाहिँ यो लोकेसन चाहिँ भन्नु पर्दाखेरि ठ्याक्क हामी चाहिँ यता यो तिराम जाने बाटोतिरको हो तिराम जाने बाटोको बिचमा बाट हामीले चाहिँ भिडियोहरू कैद गरेको छौँ यहाँबाट हेर्नु पर्दाखेरि मेरो प्यारी श्रीमती चाहिँ पारी बसेकी छिन् सर हामी यहाँ बसेर चाहिँ भ्यूहरू निहाल्दैछौँ होइन त्यही हो गाइज सुपर छ चाहिँ हिँडिरहेछौँ इन्जोय गरिरहेछौँ है अब के गर्ने अब भिडियोहरू पनि बाटोको भिडियोहरू पनि एक दुईवटा आउँछ अब सो अब हेरिदिनु होला यस्तै छ गाडीहरू हिँडिरहेछ अहिले चाहिँ हामी चाहिँ तिरामको बाटो निस्किएछौँ हेर्न सक्नुहुन्छ भ्यूहरू होइन जस रमाइलो छ जे होस् हामी चाहिँ त्रिपुरा पनि हिँड्छौँ होइन यो नै गाह्रो छ पानी डाँडाहरू हेर्नुहोस् हामी चाहिँ तिराम हिँडिरहेको छौँ है सो कतरीको राइडहरू हिँडिरहेको छौँ हामीले चाहिँ सो इन्जोय छ त्यो दिउराउरीको लाइफ जिन्दगीभर सर यस्तो छ हेर्न पाइन्छ बुढीसँग ससुरालबाट घर जाँदैछौँ होइन घर गयौँ घर गइसकेपछि टक्क होइन ससुरालबाट जाँदैछौँ गाइस होइन के गर्ने यस्तै छ लाइफ बुढीबुढाले मस्तसँग हिँडिरहेको छौँ होइन सो यस्तो छ यताबाट बुढीबुढाको कपालहरू आइरहेको छन् देखाइदियो त भयो होला Don't say you're on the run to the other side, my love. लागि चाहिँ तिरामबाट हामी चाहिँ तिराम परिसक्यौँ तिराम परिसकेपछि अब हाम्रो त्यो मुर्कुटी भन्ने आउँछ मुर्कुटीबाट विस्तार गर्दा गर्दै